के तपाईहरु पनि म जस्तै थाक्नुहुन्छ भने आउनुस् न एकछिन थकाइका कुराहरू गरौँ, मेन्टल लोडका कुराहरू गरौँ, एक अर्काका कुराहरू शेयर गरौँ, आदान प्रदान गरौँ। तपाईका कुरा पनि भन्नुस्, म मेरा कुराहरू भन्छु, मैले भोगेका कुराहरू भन्छु, म मेरा एक्सपिरियन्सहरू सुनाउँछु। यो कुरा एडभाइस होइन, मेरो नितान्त व्यक्तिगत भोगाइ हो, मेरो विचार हो। यो बुझिदिनु होला। प्रत्येक केयरगिभरको भोगाइ फरक छ, परिवारको अवस्था फरक छ, अनि सिपी पनि फरक छ। म हरेक फरकपनको सम्मान गर्छु, तर कहीँ न कहीँ हामी सबैको समस्या रिलेटेड छ। त्यसैले म आफ्ना समस्याहरू, आफ्ना अनुभवहरू सेयर गर्दैछु। तपाईले कहीँ न कहीँ रिलेट गर्नुभयो भने कृपया लाइक, सेयर अनि सब्सक्राइब गरिदिन नभुल्नुहोला। मस्तिष्क पक्षघात भएका धेरैजसो बच्चाहरूमा चिडचिडापन, इरिटेसन, झिझिने खालको त्यस्तो खालको समस्याहरू देखेकी छु मैले। मेरो बच्चामा त यो अत्यधिक थियो र अझै पनि छ। हुन त दिनरात एउटै बेड, एउटै सिलिङ, एउटै झ्याल, एउटै भित्ता कति हेर्नु, यसले पनि होला। चल्न नसक्दा शरीर थाकेर पनि होला। अर्को कुरा, आफूले महसुस गरेको कुरा भन्न नसकेर पनि होला। अझ आफूलाई के भइरहेको छ भन्ने कुरा थाहा नभएर पनि होला। अनि कहिलेकाहीँ शरीर दुखेर पाटेर पनि हुनसक्छ, अनि कहिलेकाहीँ कतै चोट पुगेर दुखेर पनि हुनसक्छ। हामीले सबै कुरा बुझ्न सकिरहेका हुँदैनौँ। उनीहरू भन्न सक्दैनन्, हामीहरू जस्ताको तस्तै बुझ्न पनि सक्दैनौँ, बुझ्ने कोसिस गर्दा गर्दै पनि सक्दैनौँ। र सबैभन्दा बढी हामी केयरगिभर अथवा हामीहरू अथवा हामी आमाहरू थाक्ने क्षण पनि यही हो जस्तो लाग्छ मलाई। यो चिडचिडापन, इरिटेसन हुने, रुने, दुःख दिने, यो कहिलेकाहीँ त एकछिन हुन्छ, कहिलेकाहीँ घन्टा, दिन, हप्ता हुँदै निरन्तर, कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि लगातार हुन्छ। रात दिन नभनी कसरी सकेका छौँ होला हामीले भन्ने पनि लाग्छ। कहिलेकाहीँ अति थकाइ लाग्छ, 4-5 दिनपछि त ज्यानले थाम्न पनि छोड्छ। कहिलेकाहीँ त बच्चा रोइरहेको बेला पनि थाकेर पल्टिन पनि मन लाग्छ। पल्टिन्छ, तर फेरि पनि गिल्ट पनि आउँछ, रिस पनि उठ्छ, मन उदास हुन्छ। अनि रेस्ट गर्दा पनि किन गरे होला, नानी रोइरहेको छ, म किन आराम गरेँ होला भन्ने गिल्ट, आफैलाई रेस्ट गिल्ट पनि हुन्छ। अनि शरीरले सक्दैन, त्यही पनि छिमेकीले किन बच्चा रुवाएको भनेर प्रश्न पनि गर्छन्। कहिलेकाहीँ त कुनै कुनै छिमेकीले त डिस्टर्बसम्म भयो भन्छन्। के तपाईहरू पनि यस्तै कुराहरू फेस गर्नुभएको छ भने सेयर गर्नुहोस् न है। तपाईले परिवार, समाज, छरछिमेकबाट के कस्तो रेस्पोन्सहरू पाउनुभएको छ, यी कुराहरू मनमा राख्नभन्दा तपाईहरू पनि सेयर गर्नुहोस् न ल। मस्तिष्क पक्षघात भएकाहरूमा मात्र होइन, हरेक प्रकारका डिसेबिलिटीहरूमा कुनै न कुनै प्रकारको चिडचिडापन देखिन्छ होला सायद, मलाई यस्तै लाग्छ। अनि त्यही चिडचिडापन, त्यही खालको उदासी, त्यही खालको निराशा, त्यही खालको तडपाई फेरि केयरगिभरहरूमा, आमाहरूमा, संरक्षकहरूमा पनि फेरि त्यही सेम त्यस्तै प्रकारको फेरि एक प्रकारको पीडा फेरि आमाहरूमा पनि देखिन थाल्छ। अनि आमाहरू यतिसम्म सहनशील छौँ हामी जस्तो लाग्छ, र पनि आमाहरूमा पनि सहनशीलताको सीमा तोडिन्छ भने अरूलाई झिझो लाग्नु नौलो कुरा भएन जस्तो पनि लाग्छ मलाई। अनि यो समयमा, यो अवस्थामा
सबैभन्दा लाग्दो रहेछ कि यस अवस्थामा बुझिदिने मनहरूको आशा लाग्दो रहेछ। परिवार, छिमेकी, समाज अनि राज्यले हामीलाई बुझिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ। अनि सबैभन्दा मन दुख्ने क्षण पनि यही रहेछ, आफ्नाहरूले नबुझ्नु। हामी केयर गिभरले, आमाहरूले अथवा संरक्षकहरूले कसैलाई पनि आफूले के महसुस गरिरहेका छौँ भनेर बुझाउन पनि सक्दैनौँ र हामीलाई बुझ्ने कोसिस पनि कसैले गर्दैन भन्ने जस्तो लाग्छ। केयर गिभरले 24/7 काम गरिरहेका छन्, यो उनीहरूकै पूर्ण काम हो, यो हामीहरूको पूर्ण काम हो। यसका अलावा हाम्रो फाइनेन्सियल स्ट्रेस त अझ छुट्टै छ। सिपी चाइल्ड भएको परिवारमा अथवा अरू बिरामी तथा डिसेबिलिटी भएको परिवारमा फाइनेन्स म्यानेजमेन्ट एकदमै जरुरी छ। तर कहिलेकाहीँ त त्यही जति म्यानेज गर्दा पनि हामीले सोचे जस्तो हुँदैन। केही कुराहरू, केही खर्चहरू एकदम अनएक्सपेक्टेड भइदिन्छन्, अचानक आइदिन्छन्। अब म्यानेज गर्दै पनि त्यस्तो हुन्छ। यसबारेमा चाहिँ पुरा फाइनेन्स सम्बन्धी कुनै अर्को भिडियोमा कुरा गरौँला। अहिले म थकाइका कुराहरू गर्दैछु। हामी केयर गिभरले दैनिक रूपमा भोगेका थकाइहरू बयान गरेर साध्य छैन। हामीले त विश्राम गर्ने ठाउँसम्म पनि छैन। एक रिपोर्टका अनुसार विश्वका सबैजसो संरक्षकहरू थकित, एक्लिएका, बहिष्कृत, अदृश्य, शक्तिहीन तथा पहिचान गुमाएका नै छन्। अनि विश्वभरि धेरैजसो संरक्षकहरू शारीरिक तथा मानसिक रूपमा पीडित छन्। धेरैजसो परिवारले आय आर्जन गर्न सकेका छैनन् अनि धेरैजसो परिवार एकात्मक छन्। यद्यपि उनीहरू 16 देखि 60 वर्ष उमेर बिचका जो काम गर्ने समूहका छन् भनिएको छ। यो रिपोर्टले देखाएको कुरा हो। सुरुका दिनमा मैले भोगेको थकान एकदमै अकल्पनीय लाग्छ मलाई। दिनभरिको काम, रातभरि नानीको रुवाई अनि एक्लै सम्हालेका पलहरू, आफूले आफूलाई सम्हालेका दिनहरू, आफ्नो बच्चालाई सम्हालेका दिनहरू सम्झिँदा पनि त्यो समय सम्झिँदा कसरी गरेँ होला मैले जस्तो लाग्छ। आज पनि कम त छैन, तर पनि त्यो दिनहरू एकदमै पीडादायी लाग्छ। हुन त यो सानो बच्चा हुने, जो डिसेबिलिटी नभएको आमाहरूले पनि भोग्नु भएको हुनसक्छ। जो सानो बच्चाहरू हुन्छ र एकदमै एक्लै सम्हाल्नु परेको हुन्छ, उहाँहरूले पनि भोग्नु भएको होला, उहाँहरूले पनि फिल गर्नुभएको होला। यही समय रहेछ, यही बेला रहेछ कि परिवारको एकदमै साथ चाहिने बेला, परिवारले बुझ्ने बेला भनेको यो बेला पनि हो। आज पनि म सम्झन्छु कि मैले बिस्तारै लुज गर्दै गएको कन्फिडेन्ट, साहस, आशाहरू हराउँदै गएको, बिस्तारै शरीरले नसकेपछि सबै कुरा बिस्तारै हराउँदै जाँदो रहेछ। नानी जन्मेपछिको पहिलो 3 वर्ष मलाई स्वीकार्न एकदमै गाह्रो भयो। मेरो नानी यस्तो छ, अरूभन्दा फरक छ भनेर मलाई स्वीकार्न नै एकदम गाह्रो भयो। त्यो बेलाका कैयौँ क्षणहरू छन् रातभरि रोएका अनि दिनभरि पनि बाटोमा हिँड्दै रोएका क्षणहरू छन्। गाडीमा हिँड्दा, मान्छेहरूको अगाडि, बाटोमा हिँड्दा, हस्पिटलको अगाडि बसेर रोएका क्षणहरू थुप्रै छन्। एक्लै रोएका क्षणहरू थुप्रै छन् मसँग। त्यो बेलामा लगातार डाक्टरसँगको काउन्सिलिङ, चेकअप चलिरहेको थियो। त्यो गर्दै एक दिन एकजना साइकोलोजिस्टसँग भेट भयो। हस्पिटलमा सबै डक्टरहरूसँग भेट हुँदो रहेछ, सबै थेरापिस्टहरूलाई भेटाइँदो रहेछ। स्पिच थेरापिस्ट, साइकोलोजिस्ट, डक्टर, मेडिकल डक्टरदेखि लिएर सबै डक्टरहरूसँग भेट्ने क्रममा एकजना साइकोलोजिस्टसँग भेट भयो।
उहाँले भन्नुभएको कुरा मलाई आज पनि याद छ। नानीलाई मस्तिष्क पक्षवात भएको कुरा स्वीकार गर्नुहोस्, अनि जबसम्म तपाईँ आफू ठिक हुनुहुन्न तबसम्म तपाईँ आफ्नो बच्चाको हेरचाह गर्न सक्नुहुन्न। 24 घन्टामा 1-2 घन्टा बच्चादेखि टाढा रहनुहोस्, यसले तपाईँको मेन्टल लोड केही हदसम्म कम गर्छ। अरूको सहयोग माग्नुहोस्, परिवारको सहयोग माग्नुहोस् भनेर त्यो बेलामा डक्टरले भनेको कुरा मलाई आज पनि याद छ। त्यो मेरो नानी 3 वर्ष हुँदाखेरिको कुरा हो। आज मेरो नानी 11 वर्ष भयो। त्यो बेलामा डक्टरको त्यो काउन्सिलिङ पछि सायद मलाई मेरो बच्चा फरक छ भनेर स्वीकार गर्न अलिक सजिलो भयो जस्तो लाग्छ। त्यो कुरालाई स्वीकार गरेपछि, जब आफूले स्वीकार गरेपछि चाहिँ के हदसम्म आफैलाई पनि सजिलो लाग्दो रहेछ। एकदम कम मात्र संरक्षकहरू हुनुहुन्छ जसले यी सबै अवस्थालाई पार गरेर अगाडि जान सक्नुभएको छ, जीवनमा अगाडि बढ्नुभएको छ। नत्र सबै जसो संरक्षकहरू एकदम एक्लिनु भएको छ, उदास हुनुहुन्छ, अनि शारीरिक र मानसिक रूपमा रोगी हुनुभएको छ, थकित हुनुभएको छ। यो कुरा परिवार, समाज र राज्यले बुझ्नु जरुरी छ कि संरक्षकलाई पनि संरक्षणको जरुरी छ, उनीहरूलाई पनि विश्रामको जरुरी छ, उनीहरूलाई आफ्नोपनको जरुरी छ र हेर्ने नजरियाको जरुरी छ, सहयोगको खाँचो छ भनेर चाहिँ बुझ्नु जरुरी छ। यी थकाइहरू भारी छन्, तर हामी अगाडि बढिरहेका छौँ, किनकि हाम्रो बच्चाको मुस्कान नै हाम्रो हिम्मत हो। उनीहरू हाँस्दाखेरि हामीले एउटा संसार जिते जस्तो महसुस गर्छौँ। हामीले अर्को जीवनलाई जीवन दिइरहेका छौँ, त्यही नै हाम्रो जित हो। हामी थाकेका छौँ तर हारेका छैनौँ, हामी लडिरहेका छौँ र लडिरहनेछौँ। थकाइ हाम्रो कमजोरी होइन, यो हाम्रो प्रेम र जिम्मेवारीको प्रुफ हो। तपाईँ पनि यो थकाइलाई महसुस गरिरहनु भएको छ भने तपाईँ एक्लै हुनुहुन्न। म छु र म जस्तै र हामी जस्तै धेरै आमाहरू, धेरै केयर गिभरहरू र धेरै संरक्षकहरू हामी सबै एकै खालको भावनाबाट जोडिएका छौँ। तपाईँ मेरो स्टोरीसँग रिलेट गरिरहनु भएको छ भने कृपया लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँको सानो सहयोग मेरो लागि ठुलो हुने।